संविधान स्थानीय सरकार सञ्चालन 2074 दिगो विकास लक्ष्यहरू एसडीजी नेपाल सरकारको 16औं योजना मार्गदर्शन संघीय तथा प्रदेश सरकारको नीति तथा प्राथमिकता उपमहानगरपालिकाको एकीकृत शहरी विकास योजना आवधिक योजना साथै नगरको विशिष्ट सम्भाव्यता र आवश्यकता तथा नगरवासी आमाबुवा दिदीबहिनी दाजुभाइ मार्फत लिखित मौखिक अनलाइन तथा अन्य विभिन्न माध्यमबाट प्रस्तुत जनअपेक्षा र सुझावहरू साथै विभिन्न विषयगत क्षेत्रसँग सम्बन्धित सरकारवाला एवं विज्ञहरूसँगको औपचारिक अनौपचारिक परामर्शलाई समेट्दै आर्थिक वर्ष 2082-83 को लागि निम्नलिखित नीतिहरू अवलम्बन गरिनेछ। यी नीतिहरू समावेशी सशक्त उत्तरदायी र दिगो विकासलाई मार्गदर्शक सिद्धान्तको रूपमा अंगीकार गर्दै कार्यान्वयन गरिनेछ। नगरसभा सदस्यज्यूहरू पुँजीगत बजेट खर्च क्षमता अभिवृद्धि गर्न आवधिक योजना र मध्यकालीन खर्च संरचना र आयोजना बैंकलाई आधार मानी वार्षिक योजना तथा कार्यक्रम बनाई कार्यान्वयन गरिनेछ। भराई उपमहानगरपालिकाबाट पहिचान गरिएका स्थानीय गौरवका आयोजनाहरूमा प्राथमिकताका साथ लगानी गरिनेछ। अधुरा तथा क्रमागत आयोजनाहरूलाई प्राथमिकताका साथ कार्यान्वयन गरिनेछ। नगर नागरिकसँगै विकास भन्ने अवधारणा अनुरूप स्रोत सुनिश्चिततासहित नगर नागरिक सम्पूरक आयोजनाहरू 50-50%, 35-65 र 20-80% को आधारमा प्राथमिकताका साथ सञ्चालन गरिनेछ। उपभोक्ता समिति मार्फत कार्यान्वयन हुने आयोजनाहरू सम्बन्धित उपभोक्ता समितिलाई हस्तान्तरण गरी 1 वर्षभित्र मर्मत गर्नुपर्ने भएमा सम्बन्धित उपभोक्ता समितिबाट मर्मत गर्ने व्यवस्था मिलाइनेछ। आयोजनामा नागरिकको अधिकतम सहभागिता र अपनत्व बढाउन अधिकतम लागत सहभागिता सुनिश्चित हुने आयोजनाहरूलाई प्राथमिकता तथा कार्यान्वयन गरिनेछ। साना तथा कम लागतका टुक्रे आयोजनाहरूलाई कम गर्दै परिणाममुखी बनाउन साथै बहुसंख्यक जनताहरूमा प्रत्यक्ष लाभ हुने आयोजना तयार गरिनेछ। आयोजनाहरूको गुणस्तर परीक्षण गर्न भराई उपमहानगरपालिकाको आफ्नै परीक्षण प्रयोगशाला स्थापनाको लागि आवश्यक पूर्वाधार तयारीको सुरुवात गरिनेछ। मर्मत सम्भार कोष तथा सडक बोर्ड मार्फत निर्मित संरचनाहरूको नियमित मर्मत सम्भार गरिनेछ। गाउँ बस्ती जोड्ने साना कोल्सा तथा खहरे खोलाहरूमा कल्भर्ट निर्माण गरी आवत जावत सहज बनाइनेछ। साथै सङ्घीय सरकार तथा प्रदेश सरकारको लगानीमा ठुलो नदी खोलाहरूमा पुल निर्माणको लागि पहल गरिनेछ। यदमान चाक्रिहाट हुँदै सुर्खेडाँगी र नैनवार मध्य मन्नानी हुँदै रियारसम्मको सडकलाई भराईको वैकल्पिक सडक मार्गको रूपमा विकास गरिनेछ। सङ्घ तथा प्रदेश सरकारको सहकार्य र समन्वयमा औद्योगिक क्षेत्र तथा औद्योगिक ग्राम पूर्वाधार निर्माणमा जोड दिइनेछ। नेपाल सरकारले तोकेको मापदण्ड बमोजिम सुरक्षित नागरिक आवासका निम्ति राष्ट्रिय भवन संहिता अनुसार निजी तथा सार्वजनिक भवनहरूको नक्सा पास अभियानलाई तीव्रता दिइनेछ। नक्सा पास अनुमति नलिएका घर धनीहरूको भवन निर्माण गर्ने ठेकेदार निर्माण व्यवसायीलाई कारबाहीको दायरामा ल्याइनेछ। नक्सा पास प्रक्रियालाई सजिलो, भरपर्दो, सुरक्षित तथा जनमुखी बनाउन हाल कार्यान्वयनमा रहेको विद्युतीय प्रणालीलाई थप सुदृढ एवं उपयोगी बनाउँदै लगिनेछ। नयाँ निर्माण मर्मत तथा प्रबलीकरण हुने भवनहरूमा ऊर्जा खपत कम गरी भवनलाई ऊर्जा प्रभावी बनाउँदै लगिनेछ। जलवायु अनुकूलन डिजाइनलाई प्रोत्साहन गर्दै नक्सा पास प्रक्रिया थप सरलीकरण गरिनेछ। नयाँ निर्माण हुने भवनहरूमा भूमिगत जल भण्डार तथा पानीको मुहानहरू संरक्षण गर्न, वर्षातको पानीलाई रिचार्ज गर्ने तथा प्रशोधन गरी प्रयोगमा समेत ल्याउने प्रयोजनका लागि वर्षातको पानी सङ्कलन गर्ने प्रविधि रेन वाटर हार्भेस्टिङलाई प्रोत्साहन गरिनेछ। साथै यससँग सम्बन्धित कार्यरत प्राविधिक कर्मचारी, दर्तावाला डिजाइनर तथा अन्य डिजाइनरहरूलाई क्षमता विकास सम्बन्धी तालिम सञ्चालन गरिनेछ। भराई उपमहानगरपालिका अन्तर्गत रहेका भूमिहीन, दलित, भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गा उपलब्ध गराउन नाम नक्सा सम्बन्धी कार्यलाई आवश्यक जनशक्ति परिचालन गरी तदारुकताका साथ अगाडि बढाइनेछ। नगरसभा सदस्यज्यूहरू भराई उपमहानगरपालिका क्षेत्रभित्र उपलब्ध कृषि योग्य भूमिमा नियमित तथा भरपर्दो सिँचाइ सुविधा सुनिश्चित गर्न सम्भावित खोला, खोल्सी, सिमसार तथा अन्य जल स्रोतहरूको संरक्षण र व्यवस्थापन गरिनेछ। भूमिगत जल भण्डारण प्रणालीको सन्तुलन कायम राख्ने कार्य समय सिँचाइ, पर्यटन प्रवर्धन, रोजगारी सिर्जना तथा नगरवासीहरूको आय आर्जन वृद्धि गर्ने उद्देश्यका साथ आवश्यक कार्यक्रमहरू कार्यान्वयन गरिनेछन्। साथै निर्माण गरिएका जलाशयहरूमा निजी क्षेत्रसँगको सहकार्य, पब्लिक प्राइभेट पार्टनरसिपमा व्यावसायिक गतिविधि सञ्चालनका लागि आवश्यक व्यवस्था मिलाइनेछ। सम्भाव्यताको आधारमा डिप बोरिङ, स्यालो ट्युबवेल, लिफ्ट सिँचाइ, बहुउद्देश्यीय जलाशयको निर्माण, मुहान तथा खुला संरक्षण, प्रमुख बाँधहरूको मर्मत तथा संरक्षणका कार्यक्रमहरू सञ्चालन गरिनेछन्।
उत्पादनको आधारमा विभिन्न वडाहरूलाई बाली विशेषको पकेट क्षेत्र पहिचान तथा विस्तार गरी विभिन्न खाद्यान्न बाली नगदे बाली तथा फलफुल खेतीको रूपमा विकास एवं विस्तार गरिनेछ। बिउको स्रोत केन्द्र सुदृढीकरण विस्तार र प्रवर्धन गरी वर्षेनी बाहिरबाट आयात गरिने मूल बिउको बीज वृद्धि गर्ने सहकारी तथा निजी फर्म केन्द्रहरूलाई प्रोत्साहन गरिनेछ। बाँझो तथा प्रयोगविहीन जमिनलाई कृषि उपयोगमा ल्याई उत्पादनशील बनाउने उद्देश्यले भूमि बैंक सम्बन्धी कानुन बनाई कार्यान्वयनमा ल्याइनेछ। कृषि उपजको बजारीकरण, हाट बजारको व्यवस्थापन तथा कृषि सहकारी संस्थाको सुदृढीकरण गरिनेछ। सूचना प्रविधिको प्रभावकारी प्रयोग मार्फत कृषकहरूलाई समयमा कृषि सम्बन्धी सूचना, सल्लाह, प्रविधि तथा सेवा पहुँच पुर्याउने उद्देश्यले चालु आर्थिक वर्षमा 2081-82मा कार्यान्वयनमा ल्याइएको भराई कृषि मोबाइल एपमा किसानहरूको पहुँच विस्तार गरिनेछ। भराई उपमहानगरपालिका अन्तर्गत रहेको कृषियोग्य भूमि तथा बाली विशेष उत्पादनको परिणाम सहितको तथ्याङ्क सङ्कलन गरी एकिन गरिनेछ। साथै लक्षित वर्गका कृषकहरूलाई तरकारी बिउ वितरण कार्यक्रम अन्तर्गत निःशुल्क सीड किट उपलब्ध गराइनेछ। खाद्यान्न बाली, तेलन बाली र दलहन बाली जस्ता मुख्य बालीहरूमा आत्मनिर्भरता हासिल गर्न तथा निर्यात प्रवर्धन गर्न मूल बिउ तथा उन्नत जातका बिउमा कृषकहरूलाई दिँदै आएको अनुदान कार्यक्रमलाई निरन्तरता दिइनेछ। साथै जैविक विविधता संरक्षण तथा परम्परागत कृषि ज्ञानको प्रवर्धनका लागि परम्परागत तथा रैथाने बाली प्रवर्धन कार्यक्रम सञ्चालन गरिनेछ। किसानहरूलाई खाद्यान्न बाली, तेलन बाली, दलहन बाली, मसला बाली, तरकारी बालीहरूको कम्पोजिट बिउ वितरण साथै कृषि बिउ वितरण उत्पादनमा संलग्न कृषक समूह तथा कृषि सहकारीलाई मूल बिउ तथा उन्नत बिउ वितरणका लागि आवश्यक बिउको खरिद तथा ढुवानीमा दिँदै आएको अनुदानलाई निरन्तरता दिइनेछ। कृषि उत्पादनमा वातावरणीय प्रभाव न्यूनीकरण गर्न रासायनिक विषादीको प्रयोग न्यून गर्दै प्राणाली खेती प्रवर्धन, जैविक विविधताको संरक्षण तथा रैथाने बालीहरूको प्रवर्धनलाई प्राथमिकता दिइनेछ। कृषिको उत्पादनको वृद्धि, समय र श्रमको दक्ष उपयोग तथा आधुनिक प्रविधिको अभिवृद्धिका लागि साना तथा मध्यम कृषक तथा कृषि फर्महरूलाई लक्षित गर्दै कृषि यन्त्रहरूमा दिँदै आएको अनुदानलाई निरन्तरता दिइनेछ। साथै कृषि पेसामा संलग्न कृषक समूह, कृषि फर्म तथा कृषि सहकारी संस्थालाई समयानुकूल प्रविधिसँग आबद्ध गर्दै क्षमता वृद्धि गरिनेछ। प्रारम्भिक मलको उत्पादन र प्रयोगमा जोड दिइनेछ। साथै रासायनिक मल वितरण प्रणालीलाई थप व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाइनेछ। घरपालुवा पशुपक्षीमा देखिने संक्रामक सरुवारो, लम्पी स्किन, पिपिआर, ढ्याकुटी, चरचरे, खोरे, स्वाइन फिभर विरुद्धको खोप निःशुल्क प्रदान गरी पूर्ण खोपतर्फ उन्मुख गरिनेछ। स्वास्थ्य पशु स्वच्छ उत्पादन अन्तर्गत नियमित पशु उपचार, आकस्मिक पशु स्वास्थ्य शिविर र डोर टु डोर जस्ता किसानमुखी कार्यक्रमलाई निरन्तरता दिइनेछ। पशुहरूको उत्पादन अनुसारको पोषणलाई ध्यानमा राखी पोषणयुक्त पशु आहारमा विशेष जोड दिइनेछ। नगरलाई पशु आहारमा आत्मनिर्भर बनाउन कोसिला घाँसे बाली प्रवर्धन नर्सरी स्थापना, हिउँदे घाँसको बिउ उत्पादन कार्यक्रम सञ्चालन गरिनेछ। प्रवृत्ति समय अनुसार प्रविधि विस्तार, जनचेतना अभिवृद्धि, व्यवसाय जोखिम न्यूनीकरण, जेनेटिक रोग सचेतना तथा अभिमुखीकरण र मागमा आधारित व्यावसायिक तालिम कार्यक्रम सञ्चालन गरिनेछ। वैदेशिक रोजगारीबाट फर्केका युवा युवती, गरिबीको परिचय पत्र प्राप्त परिवार तथा मुक्त कमजोरी शारीरिक अशक्त एवं महिला परिवारलाई लक्षित गरी पशु व्यवसाय अभिवृद्धि कार्यक्रम सञ्चालन गरिनेछ। साथै खेतीबालीमा अर्ग्यानिक मलको प्रयोग बढाउन गाई भैँसीको भकारो सुधार कार्यक्रम सञ्चालन गरिनेछ। उपभोक्ताको स्वच्छ मासु उपभोग गर्ने अधिकारलाई सुनिश्चित गर्न विद्यमान मासु पसलहरूको नियमित अनुगमन गरी प्राविधिक सहयोग उपलब्ध गराइनेछ। माछा पालन व्यवसायलाई व्यवस्थित गर्न पोखरी निर्माण तथा भुरा वितरणका साथै माछा पालनका लागि नयाँ प्रविधिको विकास गरिनेछ। उन्नत जातका बोका वितरण, कृत्रिम गर्भाधान तथा नस्ल सुधार कार्यक्रम मार्फत दुध तथा मासु उत्पादन वृद्धि गरिनेछ। माउरी पालन व्यवसायलाई प्रवर्धन गर्न आवश्यक तालिमको व्यवस्था गरिनेछ। नगरसभा सदस्यज्यूहरू, विद्यार्थी सङ्ख्यालाई मुख्य आधार मानि नमुना विद्यालयको पुनरावलोकन गरिनेछ। खानेपानी, शौचालय, फर्निचर लगायतका अत्यावश्यक पूर्वाधारको क्रमशः व्यवस्थापन गर्दै नमुना सामुदायिक विद्यालयहरूलाई न्यूनतम पूर्वाधार युक्त बनाउँदै लगिनेछ। प्रारम्भिक बाल शिक्षा कार्यक्रमको गुणस्तर वृद्धि गर्न आवश्यक शैक्षिक सामग्री, बालमित्री कक्षा कोठा र सिकाइ पूर्वाधारको व्यवस्था गरिनेछ।
बाल विकास शिक्षकहरूको क्षमता अभिवृद्धि तालिम कार्यक्रमलाई निरन्तरता दिइनेछ। प्रारम्भिक बाल विकास केन्द्रहरूलाई समय सापेक्ष आधुनिक र बाल मैत्री सिकाइ प्रणालीमा रूपान्तरण गरी उमेर समूह अनुसार गतिविधि सञ्चालन गरिनेछ। विद्यालय उमेर समूहका सबै बालबालिकाको शिक्षामा पहुँच सुनिश्चित गर्न प्रोत्साहनमुखी कार्यक्रमहरू सञ्चालन गरिनेछ। सङ्घ सरकारको सहकार्यमा निःशुल्क पाठ्यपुस्तक वितरण, दिवा खाजा कार्यक्रम, किशोरी मैत्री सेन्टरी प्याड वितरण र छात्रवृत्ति कार्यक्रम कार्यान्वयन गरिनेछ। सामुदायिक विद्यालयहरूमा अङ्ग्रेजी माध्यमबाट सिकाइ सहजीकरण गरिरहेको अभ्यासलाई प्रोत्साहन गरिनेछ। माध्यमिक शिक्षाको पहुँच गुणस्तर र उपयोगितामा अभिवृद्धि गर्न प्रोत्साहनमूलक कार्यक्रम सञ्चालन गरिनेछ। संस्थागत विद्यालयहरूबाट प्रदान गरिने छात्रवृत्तिलाई वस्तुनिष्ठ र पारदर्शी बनाइनेछ। सङ्घ सरकारको सहकार्यमा सामुदायिक विद्यालयहरूमा सञ्चालन हुँदै आएको विज्ञान प्रयोगशाला, सूचना प्रविधि प्रयोगशाला, पुस्तकालय स्थापना र पढ्दै कमाउँदै कार्यक्रमलाई विस्तार गर्दै लगिनेछ। प्राविधिक भारको शिक्षालाई व्यवस्थित गर्दै रोजगारमूलक सिपयुक्त तथा प्राविधिक जनशक्ति उत्पादनमा जोड दिइनेछ। कक्षा 9 र 10 मा अध्ययनरत विद्यार्थीहरूको रुचि र खुबी अनुसार उपयुक्त वृत्तिको पहिचान गर्न सक्ने बनाउन सञ्चालनमा रहेको वृत्ति मार्ग निर्देशन कार्यक्रमलाई निरन्तरता दिइनेछ। विद्यार्थीहरूलाई शिक्षाको संसारबाट कामको संसारसँग परिचित गराउन माध्यमिक विद्यालयहरूमा स्कुल टु वर्क ट्रान्जिसन कार्यक्रम सञ्चालन गरिनेछ। आर्थिक तथा सामाजिक रूपमा पछाडि परेका समुदायका व्यक्तिहरूलाई प्राथमिकता दिई स्वरोजगार बन्न इच्छुक बेरोजगार युवा युवतीहरूका लागि 10 महिने कार्यरत अभ्यासको सिपमूलक तालिम कार्यक्रम निरन्तरता दिइनेछ। चिकित्सा शास्त्र र इन्जिनियरिङ लगायत उच्च स्तरीय शैक्षिक कार्यक्रमहरूमा छात्रवृत्ति कार्यक्रमलाई निरन्तरता दिइनेछ। विद्यार्थीहरूमा सृजनशीलता, विश्लेषणात्मक सोच, आत्मविश्वास र सार्वजनिक अभिव्यक्तिको क्षमता विकास गर्ने उद्देश्यले विद्यालय स्तरीय बौद्धिक तथा सृजनात्मक प्रतियोगिताहरू सञ्चालन गरिनेछ। सामुदायिक विद्यालयको आर्थिक प्रशासनिक कार्य सञ्चालनलाई क्रमशः प्रविधि मैत्री बनाउँदै लगिनेछ। थारू भाषाको कक्षा 1 देखि 3 सम्मको पाठ्यक्रम अनुसारको पाठ्यपुस्तक निर्माण गरी लागू गरिनेछ। मगर भाषाको पाठ्यपुस्तक निर्माण गरी मातृभाषामा पढाइ सञ्चालन गरिनेछ। कक्षा 1 देखि 10 सम्म परिवर्तन भएको पाठ्यक्रम र मूल्याङ्कन प्रणाली कार्यान्वयनका लागि पाठ्यक्रम विकास केन्द्रको तालिम प्याकेज अनुसार अल्पकालीन तालिम सञ्चालन गरिनेछ। विद्यार्थी सङ्ख्याको आधारमा बाल विकास केन्द्र प्राइमेरी, निमावी तथा मावि तहमा कार्यरत शिक्षकहरूको विषयगत एवं शिक्षक विद्यार्थी अनुपातमा दरबन्दी मिलान गरिनेछ। साथै विद्यार्थी सङ्ख्या कम भएका विद्यालयहरूमा बहुकक्षा शिक्षण सञ्चालनको व्यवस्था मिलाइनेछ। अपाङ्गता भएका बालबालिकाहरूलाई विशेष प्रोत्साहनसहित भर्ना गरिनेछ। फरक क्षमता भएका विद्यार्थीहरूको सिकाइको निरन्तरता दिइनेछ। विद्यालय उमेर समूहका बालबालिकाहरूलाई विद्यालय बाहिर नरहने वातावरण मिलाइनेछ र बाल मन्दिर आधारभूत विद्यालयलाई अपाङ्ग मैत्री विशेष विद्यालयका रूपमा सञ्चालन गरिँदैछ। सम्पूर्ण सामुदायिक विद्यालयका प्रहहरूलाई विद्यालय सुधार योजना सम्बन्धी तालिम दिइनेछ। विद्यालयको तथ्याङ्क व्यवस्थापनको लागि यी सम्बन्धी क्षमता विकास तालिम, लेखा अनुशासन, वित्तीय सुशासन, जिन्सी र खरिद कार्य व्यवस्थापनका लागि संस्थागत क्षमता विकास कार्यक्रम सञ्चालन गरिनेछ। पूर्व प्राथमिक शिक्षक कर्मचारी विद्यालय सहयोगी र आयको तलब भत्ता न्यूनतम पारिश्रमिक बराबर हुने गरी आवश्यक व्यवस्था मिलाइनेछ। माध्यमिक तथा निम्न माध्यमिक तहमा विषयगत शिक्षकको अभाव भएका सामुदायिक विद्यालयहरूमा स्वयंसेवक शिक्षक व्यवस्थापन गरिनेछ। सिकाइ उपलब्धि बमोजिम विद्यालयहरूलाई अनुदान दिइनेछ। हाल दिँदै आएको भत्तामा प्रोत्साहन स्वरूप थप गरिनेछ। शैक्षिक गुणस्तर जाँच गर्न कक्षा 5 र कक्षा 8 को परीक्षा प्रणाली नगर स्तरीय रूपमा सञ्चालन गरिनेछ। अस्थायी करार शिक्षक नियुक्तिको लागि शिक्षक बैंक तयार गरिनेछ। नगर स्तरीय खेलकुद कार्यक्रमहरूलाई प्रभावकारी र समन्वयित ढङ्गले कार्यान्वयन गर्न नगर खेलकुद समितिको क्षमता अभिवृद्धि गरिनेछ। राष्ट्रिय युवा परिषदबाट निर्दिष्ट नीति तथा कार्यक्रमहरूलाई स्थानीय आवश्यकता, प्राथमिकता र साधन स्रोत अनुरूप परिमार्जन गरी युवा मैत्री कार्यक्रमहरू सञ्चालन गरिनेछन्। खेलकुदको विकासको लागि खेलका माध्यमबाट भलाइको पहिचान बनाउन र खेलाडीहरूको विकास गर्न मेयर कप फुटबल प्रतियोगिता, उपमेयर कप छात्रा भलिबल प्रतियोगिता, भलाइ कप प्रतियोगिता र राष्ट्रिय रनिङ सिल्ड प्रतियोगिता लगायतका विभिन्न विधाका खेलहरूलाई प्राथमिकता दिई क्रमशः सञ्चालन गरिनेछ।
राष्ट्रिय मान्यता प्राप्त खेलहरूका लागि आवश्यक भौतिक पूर्वाधार निर्माण र सुदृढीकरणमा विशेष प्राथमिकता दिइनेछ। घोराई वडा नम्बर 18 स्थित नवलपुर खेल मैदानलाई मिनी रङ्गशालाको रूपमा विकास गरिनेछ। सोही वडामा रहेको सालघारी बास्केटबल मैदानलाई व्यवस्थित बनाइनेछ। घोराई 17 स्थित गुलरिया क्रिकेट मैदान तथा घोराई 14 स्थित कबड हल परिसरमा कराते, ताइक्वान्डो, बक्सिङ लगायत इन्डोर खेलहरूको क्रमशः पूर्वाधार विस्तार गरिनेछ। वडा नम्बर 16 को निम्तलाल स्मृति रङ्गशाला स्थापना गर्न प्रदेश सरकारसँग समन्वय गरी निर्माण कार्य अगाडि बढाइनेछ। नगरसभा सदस्यज्यूहरू, नेपालको संविधानले परिकल्पना गरेको निःशुल्क आधारभूत स्वास्थ्य सेवालाई गुणस्तरीय, प्रभावकारी र नागरिक मैत्री बनाउनका लागि नियमित औषधि तथा उपकरणको आपूर्ति व्यवस्थित गरिनेछ। प्रजनन पूर्णता कार्यक्रम अन्तर्गत उपप्रमुख महिला प्रजनन स्वास्थ्य प्रवर्धन कार्यक्रम सञ्चालन गरी नगरवासी महिलाहरूको प्रजनन स्वास्थ्य सम्बन्धी सचेतना परामर्श साथै पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर परीक्षण तथा पाठेघर खस्ने र अन्य प्रजनन स्वास्थ्य समस्याको स्क्रिनिङ लगायत सेवाहरू सञ्चालन गरिनेछ। नगरवासीको आपतकालीन स्वास्थ्य सेवामा सहज पहुँचका लागि असहाय, विपन्न, क वर्गका अपाङ्गता भएका तथा प्रसुतिजन्य सेवाको लागि निःशुल्क एम्बुलेन्सको व्यवस्था मिलाइनेछ। घोराई उपमहानगरपालिकामा स्थायी बसोबास गर्ने नागरिकहरूलाई आवश्यक पर्ने रगत नेपाल रेड क्रस सोसाइटीको समन्वयमा नगर प्रमुख रक्त सञ्चार सेवा कार्यक्रमबाट निःशुल्क उपलब्ध गराइनेछ। पूर्ण संस्थागत प्रसुति सेवायुक्त वडा हुँदै क्रमशः पूर्ण संस्थागत प्रसुति सेवायुक्त नगर घोषणा गर्ने गरी कार्यक्रम अगाडि बढाइनेछ। प्रजनन स्वास्थ्यका सबै कम्पोनेन्टहरूमा प्रभावकारी र गुणस्तरीय सेवा प्रदान गरिनेछ। खोप सेवालाई सबैको पहुँचमा हुने गरी कार्यक्रमहरू गरिनेछ। राप्ती आँखा अस्पताल रक्षाचौरको सहकार्यमा मोतियाबिन्दुको निःशुल्क अपरेसन गर्ने व्यवस्थालाई निरन्तरता दिइनेछ। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सञ्चालित आँखा उपचारलाई प्रभावकारी र गुणस्तरीय सेवा उपलब्ध गराउन आवश्यक यन्त्र उपकरणको व्यवस्था मिलाइनेछ। स्वास्थ्य नागरिक कार्यक्रम अन्तर्गत सञ्चालन गरी नगरभित्रका नागरिकहरूलाई नसर्ने रोगबाट बच्नका लागि सचेतना परामर्श सेवा लगायत कार्यक्रम सञ्चालन गरिनेछ। आयुर्वेदिक चिकित्सा प्रणालीको प्रवर्धन गरिनेछ। जनचेतनामूलक कार्यक्रम मार्फत तनाव व्यवस्थापन, स्वास्थ्य जीवनशैली अप्नाउन, आहार विहार, विचार र व्यवहार परिवर्तन गर्न प्रोत्साहन गरिनेछ। नागरिक स्वास्थ्यलाई ध्यानमा राखी दैनिक नियमित योग शिविर सञ्चालन तथा खुला व्यायामशाला जस्ता आवश्यक पूर्वाधारहरू निर्माण गरिनेछ। ज्येष्ठ नागरिक आयुर्वेद स्वास्थ्य प्रवर्धन कार्यक्रमलाई विस्तार गरिनेछ। साथै स्तनपान गराउने आमालाई मातृ शिशु शिक्षा कार्यक्रमलाई निरन्तरता दिइनेछ। महामारी रोग तथा विपद व्यवस्थापनको पूर्व तयारी तथा प्रतिकारी टिम आरआरटीलाई थप सशक्त बनाइनेछ। प्रदेश तथा गैर सरकारी सङ्घ संस्थाको सहकारी तथा समन्वयमा सिकल सेल एनिमिया रोग समयमै पत्ता लगाई जीन शुद्धिकरणको लागि नियमित रूपमा रक्त समूह जाँच तथा विवाह कुण्डली सम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिनेछ। महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूलाई दिएको निःशुल्क स्वास्थ्य बिमालाई निरन्तरता दिइनेछ र यौन हिंसामा परेका द्वन्द्व पीडित महिलाहरूलाई परिवारलाई निःशुल्क स्वास्थ्य बिमाको व्यवस्था मिलाइनेछ। स्वास्थ्य आमा समूहलाई थप प्रभावकारी गराइनेछ। खास किसिमका रोगको जटिलता तथा विपन्नताको आधारमा गुणस्तरीय तथा निःशुल्क सेवाको लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग सहकार्य गरिनेछ। एचआईभी संक्रमित व्यक्ति, यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक व्यक्ति, तेस्रो लैङ्गिक परिवार तथा समूहलाई सहयोग, हेरचाह, उपचार, क्षमता अभिवृद्धि लगायतको कार्यक्रम सञ्चालन गरिनेछ। सुत्केरी अवस्थामा आमा तथा नवजात शिशुको घरमै गई स्वास्थ्य अवस्था परीक्षण गरी जटिलताहरू समयमै पहिचान गरी उपचार व्यवस्थापन तथा प्रेषण गर्नका लागि पीएनसी भिजिट प्रोत्साहन कार्यक्रमलाई प्रभावकारी रूपमा सञ्चालन गरिनेछ। शून्य छ नि नगरसभा सदस्यज्यूहरू, विपन्न नागरिकहरूलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने नीति बमोजिम असहाय, अशक्त र आर्थिक रूपले विपन्न वर्गलाई मुटु, मृगौला, प्रत्यारोपण, क्यान्सर, कलेजो लगायत रोगको उपचारमा आर्थिक सहायता प्रदान गरिनेछ। साथै तोकेको अस्पतालमा निःशुल्क उपचारको व्यवस्था मिलाइनेछ। मानसिक स्वास्थ्य